हेलो एभ्रिवान, आज साथीहरूसँग हाइकिङ जाने भनेर चाहिँ म घरबाट रेडी भएर बाटोमा निस्किसकेको थिएँ। बाटोको भ्यूहरू हो। अनि म जाँदा त साथीहरूसँग फाइनली पनि भेट भइहाल्यो। अनि के छ खबर भन्दै हामी यसरी हाँसो मजा गर्दै थियौँ। त्यहाँबाट चाहिँ हामीलाई चाहिँ बस स्टपनिर गयौँ। अनि चाबेलबाट चाहिँ हामीलाई साकुको गाडी जानुपर्ने थियो। यति ढिला आइरहेको थियो गाडी पनि, 5-10 मिनट हामी यतिकै वेट पनि गरिहाल्यौँ। अनि त्यसपछि हामी चाहिँ डाइरेक्ट साकु पनि पुगिहाल्यौँ। अनि साकुबाट चाहिँ अब साथीहरूसँग यहाँ रमाइलो गर्दै अनि झन् गाह्रो हुन होला भनेर रमाइलो गर्दै हामी गइरहेको थियौँ। अनि यति उकालो थियो, यति उकालो ठाडो उकालो थियो। त्यहाँको उकालो र हावाहरू गर्दा भ्यूहरू यस्तो राम्रो आनन्द आउने ठाउँ थियो। त्यहाँ पुगेपछि एकछिन थकेलाएर हामी साथीहरूसँग गफ गर्दै बस्यौँ। अनि छिटो जानुपर्छ भनेर चाहिँ हामी फाइनली चाहिँ मनिचु दह हामी पुगिहाल्यौँ। त्यहाँको भ्यूहरू हेर्दै यस्तो रमाइलो ठाउँ थियो। रमाइलो गर्दै हामी गयौँ। थ्याङ्क यू सो मच। हजुर मेरो भिडियो हेरेर कमेन्ट लाइक गरिदिनु होला।